मन त एकदम राम्रो छैन गुरु एकदम राम्रो छ यो ध्यान बस्ने एकदम ध्यान बस्ने ध्यान गर्ने योगा गर्ने एकदम मन त सफा एकदम चिटिक्क सफा छ बुद्धं शरणं गच्छामि धर्मं संघं गच्छामि ध्यानमा बसेर आनन्द लिन्छौँ हामी यस्तो छ हाम्रो मन त बुद्धको ओम माने पेपे ओम माने भान्जा कस्तो छ मन परेको मन परेन एकदम मन पर्यो राम्रो छ साह्रै रमणीय ठाउँ रहेछ एकदम शान्त ठाउँमा बनाउनु भएको रहेछ यो बनाउने हाम्रो मेयरज्यू के अरे साहबलाई चाहिँ धन्यवाद छ र अरू दात्री संस्था कोले आएर चाहिँ गर्नुभएको उहाँलाई धन्यवाद छ सबैलाई आएर आनन्द चित्त हुने ठाउँ रहेछ यो यहाँ छ नि कर्मचारी हुनुहुन्छ नि यहाँ एकाइ जाइसकेर 60 लाख यो बेला एभरेस्ट लिम्बू छोराहरू दिपेन हुक्का चोङमाङ लिम्बू सेस्याङ लिम्बू हुक्पा चोङवाङ लिम्बू धरान 10 हाल बेलायत 60,000 60,000बाट निर्मित गरेको रहेछ यो पानी चाहिँ नेचरल आइरहन्छ के हो यो नेचुरल पानी हो तर पाइप यसो के राखेको छ कि पाइप होला किनभने नि पानी हालेपछि त मुनि सफा छ कि अनि गाजर हरियोको कारण चाहिँ त्यही हो साह्रै राम्रो हजुर गोर्खा चौतारी बन्दैछ एकदम राम्रो हरियालो कति मजाको हावा पनि आएको अब हामी गयो तलतिर लागौँ अब जाउँ तलतिर ल संस्कृतिक पार्कतिर भान्जा सङ्गठन र दात्री संस्थाहरू र चन्दादाताहरू सबलाई धन्यवाद छ यति राम्रो ठाउँ बनाइदिनु भएकोमा हामी घुम्नु हामीले पायौँ यति राम्रो ठाउँ उहाँहरूको दिवंगत पितृहरूले चिर शान्ति पाउन् भान्जा आउने यताबाट अब यताबाट जानुपर्छ वान वे सिस्टम क्या भाइ यो बाटो चाहिँ निर्माण पुरै भइसकेको छैन तर माथि भने चाहिँ एकदम सफा र राम्रो छ अहिले यो हाम्रो गोर्खा चौतारी कम्प्लिट हुनु आँटिसकेको छ केही महिनाभित्र चाहिँ हाम्रो गोर्खा चौतारी पनि सञ्चालनमा आउनेछ अब लाग्दैन अब कम्प्लिट भइसक्यो कलर गर्नु बाँकी छ हल्का डिजाइन गर्नु बाँकी छ सब वृक्षारोपण हो यो यहाँ चाहिँ वृक्षारोपण सबै यो आँपहरूको तेजपत्ताहरू यो अम्लिसो हो यो सब मेयर साहबको यो चाहिँ वृक्षारोपण हो केराबारी बाँसको पछि चाहिँ हामी यो केही वर्ष पछाडि चाहिँ हामी यहाँ आँपहरू पनि खानु पाउने रहेछौँ यसो भ्रमणमा आउँदाखेरि चल यताबाट झर्ने बाटो छ छैन होला है एकदम भट्टाभट धमाधम भइरहेको छ पुग्नु भइसक्यो
माथि अन्त जानु आमाहरू उभै उभै दिपेश भाइ हजुर आमाहरू जानु माथि जानुभयो माथितिर यो मेयर साहबको पाइप पानीको एकदम ठुलो छ यो धरानवासीलाई खुवाउने यो ठुलो पाइप हो यो हर्क सामाजिकले धेरै नै मेहनत र परिश्रम गरेर जो बनाउनु भइरहेछ यो धरानवासी सबै खुसी छन् अहिले यो पानीको साथसाथै यहाँ पार्कहरू घुम्दाखेरि आनन्द पनि आइरहेछ सबैभन्दा बढी आनन्द चाहिँ पानीले गराउनु भएको छ उहाँलाई धन्यवाद छ यस्तै काम उहाँको मन लाग्दै गरोस् र देश विदेशबाट पनि दात्री संस्थाहरूले सहयोग गर्दै गर्नु भन्दै मेरो यो शुभकामना छ उहाँहरूलाई अब यो लैछ मेयर साहबले त केरा पनि फलाउनु भएछ यहाँ कस्तो मजाको गरिरहेछ